उस दिन मैंने कीर्ति को पहली बार देखा है। लाइफ के अगले 60 साल इसके साथ क्लोजअप में बिताना चाहता हूँ। हेलो दर्शन नमस्ते, स्वागत छ हजुरहरूलाई मेरो सानो एउटा भिडियो भ्लगमा। म यति बेला चाहिँ एउटा लिफ्ट सिँचाइ योजनाको यो सम्पोइलको चाहिँ निर्माण स्थलबाट हजुरहरूलाई यो सानो भिडियो दृश्य देखाउन गइरहेको छु। यो यहाँ चाहिँ हामीले सम्पोइल खनेर यसमा चाहिँ रिङहरू फिट गर्दैछौँ, जियोटेक्साइलहरू फिट गर्दैछौँ। यो चाहिँ थला बजारभन्दा अगाडि हो बडावन लिफ्ट सिँचाइ आयोजना। यहाँ यति बेला यो बडावन लिफ्ट सिँचाइ आयोजनाको सम्पोइलको निर्माण गरिरहेका छौँ। यसको नजिकै अर्को तर्फ चाहिँ हामी राजीकोट लिफ्ट सिँचाइ योजना पनि छ र दुईवटा यो थला बजारभन्दा अगाडि यो निर्माण भइरहेको अब निर्माण सम्पन्न हुने क्रममा छ। लगभग यो अब सम्पोइल पछि हामी पानी सञ्चालन गर्छौँ। यसमा चाहिँ केही सम्झना, केही रमाइलो र केही कार्यशैली देखाउनलाई म यो सानो भिडियो मार्फत हजुरहरूलाई प्रस्तुत भएको छु। भिडियो कस्तो लाग्छ रचनात्मक सल्लाह सुझावहरू राखिदिनु होला र मेरो भिडियोहरूमा जोडिदिनु होला र सँगै मेरो फेसबुक, युट्युब, टिकटकतिर पनि जोडिनु होला। म जेएम दिपु देपेन्द्र सर्च गर्नुभयो भने भेटिन्छु र तपाईँहरूलाई म यस्तै साहित्यिक, मनोरञ्जन, साङ्गीतिक, ब्लग भिडियोहरू, खेलकुदका भिडियोहरू हजुरहरूलाई राखिने प्रयत्न गरिरहेको हुन्छु। आज भने हजुरहरूलाई यो दृश्य सरसर्ती देखाउँछु। यहाँ निर्माण भइरहेको छ। निर्माण भएपछि सञ्चालन भएको योजनाको भिडियो पनि देखाउने छु। अहिलेलाई भने यो निर्माण भइरहेको भिडियो हजुरहरूको लागि सरसर्ती म चाहिँ यहीँ बसेर साइडमा इन्स्ट्रक्सन दिने काम गरिरहेको छु एज अ इन्जिनियर। साइटको जिम्मेवारी पहिला त्यो लेभल मिलेपछि निकाल्ने होला नि। त लगभग आज चाहिँ साँझ हुन लागिसकेको छ। अब यहाँ चाहिँ यो चाहिँ अझै काम चाहिँ भइरहेको छ, रिङहरू राख्ने काम। तल्लोको लेभलमा चाहिँ हामीले रिङहरू राखिरहेछौँ। माथि यसमा जियोटेक्साइल राखेर ब्याकलिङ गरेर अगाडि अरू रिङहरू क्रमशः हामी राख्नेछौँ। यस्तै छ यो भिडियोमा हजुरहरूलाई मैले देखाएको दृश्य। हवस्, धन्यवाद। आजको भिडियोबाट छुट्टिन्छु। भिडियो यति हेरिदिनु भयो, धन्यवाद।